फिर्साले किन लिनु किन आइपर्नु भन्ने हो म नागरिक होइन नेपाली नागरिक हो किन किन आउनु भएको भन्ने हो त मैले सुन्नुभयो उहाँलाई दिँदाखेरि अनि किन आउनु भएको ए हजुर म 10वटा मलाई छ नमस्कार गर्छु यस्तो प्रश्न कसैले नगरिदिनु होला कसैले नगर्नु तपाईँहरूलाई पनि त्यस्तो प्रश्न गर्छन् कसैले त किन आइस किन आइस भनेर भन्ने पनि अब तपाईँले के प्युठानको निम्ति मैले जे गरेँ न त अगाडि भयो न पछाडि होला आजसम्म चाहिँ भएको छैन पछाडि त कति भइसक्यो र यहाँ चाहिँ कमसे कम 20-25 कतिवटा चाहिँ सडकहरू छन् त्यस बेला चाहिँ भएका र सडक मात्रै होइन अरू धेरै डाँडाकुवाडीदेखि माथि खानेपानी झेमरुकमा ट्याङ्की बनाएर त्यहाँबाट चाहिँ माथि पुर्याएर त्यो क्षेत्र भरिका व्यक्तिहरूले पानी खान पाएका छन् त्यस्तै अरू ठाउँ पनि बनाउन मैले पाइनँ भन्नु भएन अगाडि बढेर चाहिँ गर्नु पर्छ कहाँ चाहिँ गरेको छैन मैले त्यति मात्रै यदि तपाईँहरू त्यस्तो हुन्थ्यो भने ल्याउने थिएँ यहाँ लेखेरै ल्याउन्थ्यो मैले के काम गरेँ भनेर हेर्नुहोस् मैले जति काम सुरुवात गरेँ यति धेरै चाहिँ कामहरू सुरुवात गरेको छु बाटो घाटोदेखि लिएर जलविद्युत परियोजना सम्बन्धमा